राष्ट्रियताको मामिलामा तपाईँले भारतसित लिएको अडानको अहिले पनि प्रशंसा गर्छन्। खासमा मैले बुझ्न नसकेका चाहिँ तपाईँले भारतसँग लिएको अडान चाहिँ के हो खास? मान्छेहरू प्रशंसा त गर्छन् तर मैले बुझेको छैन के अडान लिनुभयो तपाईँले? भारतसँग खास केही होइन, यो नेपालको राष्ट्रियताको, यो एउटा सार्वभौम देश हो, यसको सार्वभौम सत्तालाई स्वीकार्नु पर्यो, मान्नु पर्यो, सम्मान गर्नु पर्यो। यो एउटा स्वतन्त्र देश हो, यसको आफ्ना मामलामा निर्णय गर्ने अधिकार छ यससँग, त्यो कुरा स्वीकार्नु पर्यो, मान्नु पर्यो। हामी कसैको अहित चाहँदैनौँ, अरूको अहित नगरिकन आफ्नो हित, आफ्नो स्वाभिमानको पक्षमा अडिन्छौँ। हाम्रो स्वाभिमानसँग कसैले चित्त दुखाउनु मुनासिब होइन। नेपालको राष्ट्रको राष्ट्रिय स्वाभिमान हुन्छ, त्यो त्यति भनेको हो। हामी आदेश तामिल गर्न बसेका होइन, हामी मित्रताको हिसाबले पारस्परिक लाभ, पारस्परिक सम्मान, त्यस हिसाबले चल्छौँ र यो हाम्रो छिमेकीहरूसँगको सम्बन्ध त्यसै गरी चल्छ।